सो आज चाहिँ म घुम्न जाँदैछु बसन्तपुर अनि विशाल बजारको भ्रमण पनि भयो तर सपिङ चाहिँ गर्ने होइन फेरि म किन गर्ने हेलो साथीहरू वेलकम स्वागत छ तपाईहरुले मेरो सानो भिडियोमा सो आज चाहिँ म घुम्न जाँदैछु बसन्तपुर अनि यताबाट चाहिँ मेरो साथी आउँदैछन् कीर्तिपुरबाट यताबाट चाहिँ म जाँदैछु किनकि उनीहरू म चाहिँ धेरै टाढा बस्छौँ नि त उनी चाहिँ उता कीर्तिपुर बस्छन् यहाँदेखि लगभग 8 घण्टा टाढा अनि म चाहिँ फेरि यता नजिकतिर सो अब म त्यहाँ गएर देखाउँछु जोडिराख्नु होला मेरो ब्लगमा हेलो साथीहरू म चाहिँ हिँडेर जाँदैछु किनकि मेरो रुमबाट चाहिँ लगभग 15-20 मिनट पुगिन्छ नि त सो म चाहिँ पुगिरहेको छु अबको 5 मिनटमा 2 मिनटमा भन्नु म सुन्दर पुग्छु ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ अनि सुन्दर पुग्छ उताबाट दुर्गा आउँछन् आज जिस्काइदिन्छन् के भ्लग बनाउँदा छ भने अनि उताबाट चाहिँ दुर्गा आइसकेपछि हामी चाहिँ फेरि उनको चाहिँ खै के कपडा सपडा किन्ने भन्दै थियो के गर्छ भने चाहिँ अनि त्यसपछि फेरि कपडा सपडा किनिसकेपछि सुन्दराबाट अनि बसन्तपुर जानुपर्छ नजिकै हो मेरो रुमबाट चाहिँ लगभग 15-20 मिनट लाग्ने भएर म चाहिँ हिँडेरै आएको कि अन्त गाडीमा आए पनि हुन्थ्यो भने त गाडीमा अब हिँडौँ हल्का मोटी सुकेर हल्का दुब्लाउनु पर्यो भनेर नि होइन साथीहरू यहाँ चाहिँ होइन जति काठमाडौँमा मलाई चाहिँ एउटा कुरा चाहिँ के मनपर्छ भनेपछि यहाँ चाहिँ के ठुलो सिटी भए पनि है रोडहरू चाहिँ यस्तो हुन्छ नि वातावरणहरू चाहिँ यस्तो क्लिन हुन्छ नि यति सफा हुन्छ यही मनपर्छ कि मलाई चाहिँ यहाँ होइन यो हेर्नुहोस् तपाईँ हेर्न सक्नुहुन्छ यो रोडहरूमा त्यस्तो खासै हुन्छ नि त फोहोरहरू त्यस्तो खासै हुँदैन कस्तो राम्रो लाग्छ कि अनि त्यही कुरा चाहिँ अनि अर्को कुरा सिटी भएर पनि हरियालीको त कमी नै छैन कि यहाँ यहाँबाट माथि जानु पर्यो अहिले चाहिँ म टुटी खेलमा छु टुटी खेलभित्र खै के प्रोग्राम भइरहेको मेरो यात्रा चाहिँ जारी नै छ अहिले चाहिँ म यो टुटी खेलको साइडमा छु यहाँ चाहिँ यो चाहिँ सायद यो आर्मीहरूको हुन्छ नि आर्मीहरूको प्रोग्राम हुने ठाउँहरू जहिले पनि ठुला जस्तै गेमहरू हुने अनि प्रोग्राम बनाउने ठाउँ सायद हो सायद तर राम्रो छ जियोस् त्यहाँभित्र फिल्डमा चाहिँ खतरा भइरहेको यो फुलहरू चाहिँ कति राम्रो मेरो साथी चाहिँ पहिला त्यहाँ के अरे कपडा किन्न जान्छु सिलाइ हाल्न जान्छु त्यसपछि म आउँछु है पछि भेट्ला भनेर भने होइन अगाडि चाहिँ मलाई सुन्दर बोलाएँ अहिले चाहिँ म सुन्दर छु है नि सुन्दर सुन्दरको झलक सरेर परेर हेर्नु साथीहरू यो छ नि यो रोडहरू पनि यस्तो क्लिन होइन खतरा किसिमले कि अनि न्यू रोडको छ नि यो फुटपाथको लागि अब हेर्नु यति धेरै यो चाहिँ गाडी हिँड्ने भयो भने अनि यो चाहिँ हिँड्नको लागि एकदम के सफा पनि त्यत्तिकै व्यवस्थित पनि त्यत्तिकै है राम्रो छ मलाई चाहिँ एकदम मनपर्छ तर चाहिँ हेर्नु साथीहरू यो चाहिँ न्यू रोड होइन यो चाहिँ यहाँको फेमस सेल्स भन्छ नि यहाँ चाहिँ होइन एकदम यो छ नि यो व्हाइट कलरमा अब म फाइनली बसन्तपुर पुगेँ अब यहाँदेखि स्टार्ट हुन्छ अनि
यदि यहाँभित्र जानु छ भने चाहिँ म्युजियमभित्र गएर म्युजियम छ नि यो माथिको म्युजियम तल म्युजियम छ म्युजियमभित्र जानुको लागि चाहिँ नि टिकट काट्नुपर्छ तर आज म जाँदैन अर्को दिन जान्छु किनकि भित्रभन्दा पनि बाहिर राम्रो हो कि यहाँ बाहिर देशकालाई चाहिँ खै 500 कति लिन्छ क्या हाम्रो नेपालको चाहिँ 200 कति समथिङ लिन्छ होला हेर्नु साथीहरू यो चाहिँ सुरुवातको दिनदेखि यो पुराना यो टेम्पलहरू अनि एकदम राम्रो आर्किटेक्चर डिजाइनहरू चाहिँ एकदम राम्रो छ कि यिनीहरू पनि मेरो चाहिँ यहाँ नजिक हुने भएको कारणले गर्दा म चाहिँ यहाँ अल टाइम आउने गर्छु अल टाइम भन्दाखेरि कहिलेकाहीँ जस्तो कि शनिबार त्यस्तोतिर टाइम मिल्यो भने चाहिँ म यहाँ घुम्न आउँछु राम्रो लाग्छ अनि बेलुकामा आउँछ भ्याउँदै नास्ताहरू पनि एकदम राम्रो पाउँछ जस्तै मोमोहरू चाउमिनहरू टेस्टी खालको पाउँछ नि त त्यही भएर अनि म यहाँ घुम्न आइरहन्छु कहिलेकाहीँ दिक्क लाग्यो भने साँझतिर यसो हिँडेर 10-15 मिनट यो चाहिँ सुरुवात भएन है तर बवाल राम्रो छ तर मलाई यो के अरे त्यो जब सानो 7-8मा पढ्दाखेरि चाहिँ मैले पढेको थिएँ कि त्यो हनुमान दरबार स्क्वायर क्षेत्र पाटन दरबार स्क्वायर क्षेत्र भन्थ्यो नि भक्तपुर दरबार यो हनुमान दरबार स्क्वायर क्षेत्र रहेछ कि भित्र म्युजियम रहेछ थाहैमा आइदिरहेको तर भनौँ म मात्रै यस्तो मान्छे होला जो एक्लै घुम्न आइदिने कि कहिले सब मान्छे साथीहरूसँग आउँछ नि त म मात्रै हो एक्लै घुम्न आइदिने ठिक छ यतातिर चाहिँ यस्तो दामी मन्दिरहरू छ नि छ नि यताको यो मन्दिर यताको यो मन्दिर तर यहाँ चाहिँ फेरि पूजा चाहिँ गर्दैनन् कि जस्ट ब्युटिफुलको लागि डेकोरेट सोको लागि चाहिँ राखेको जस्तै भनौँ त्यस्तै यो चाहिँ खतरा यहाँ चाहिँ बसन्तपुरको मेन भनौँ भन अनि मेन भन्नेको बिचमा भनौँ जहाँ कि यहाँ चाहिँ कहिलेकाहीँ होली पनि मनाउँछन् धेरै मान्छेहरू घुम्न पनि आउनुहुन्छ तर मेरो नि हल्का के अरे अँध्यारो भएर कारणले हान्न लागेर हल्का उमाधुरो आयो कि ठिकै छ त्यही पनि म खुसी छु खुसी हुनु पनि पर्यो सो साथीहरू यस्तै छ होइन बसन्तपुर सबैको फेभरेट प्लेस इट्स फेमस प्लेस अनि अर्को कुरा यो मन्दिर किन छ भनेपछि काठमाडौँलाई सिटी अफ टेम्पल पनि भनिन्छ किनकि काठमाडौँमा हजारौँ गुणाभन्दा पनि बढी मन्दिरहरू धेरै देख्न सक्नुहुन्छ तपाईँ यहाँदेखि उतातिर गयो भने मन्दिर देख्न सक्नुहुन्छ त्यहाँदेखि अन्त्यतिर गयो भने मन्दिर देख्न सक्नुहुन्छ एकदम मन्दिर कि पहिलेबाट पनि अहिलेदेखिसम्मको एकदम राम्रो मन्दिरहरू तपाईँ देख्न सक्नुहुन्छ अब जस्तै कि यो मैले तपाईँलाई भने होइन यो बसन्तपुर हो अनि यहाँनिर यति धेरै मन्दिर देखेँ त्यस्तै सेम टु सेम यहाँ पनि छ कति राम्रो छ नि यहाँ पनि धेरै मन्दिरहरू छ बसन्तपुर खालि यतातिर भएन तर फेमस चाहिँ यताको मन्दिरहरूलाई चाहिँ बढी माने हाल्छ किनकि सायद यसलाई चाहिँ बढी फोटो खिचेर राखिरहेको हुन्छ राम्रो छ कहिलेकाहीँ म आउँछु यहाँ यही हो कुराकानी आपके पास भी टाइम हो आ सकते हैं आप बसन्तपुर मन्दिरको नजिकै उहाँ चाहिँ भैरव हुन् भैरव भगवान् हाम्रो कुलदेवता पनि भैरव भगवान् हुन् सो जय भैरव बाबा कि जय म चाहिँ जय भैरव बाबा भए मैले अघि तपाईँहरूलाई अघि भनिसकेँ होइन यहाँदेखि पुलतिर चाहिँ यहाँनिर बिचमा चाहिँ म्युजियम छ भनेर भन्ने होइन तर मलाई चाहिँ त्यो भित्र म्युजियम भन्दा पनि बाहिर चाहिँ मलाई झन् ब्युटिफुल लाग्छ कि किनकि छ नै त्यति ब्युटिफुल त यो मन्दिर भयो यहाँ पनि एउटा मन्दिर त्यहाँ पनि एउटा मन्दिर त्यहाँ पनि एउटा मन्दिर यो पनि मन्दिर त्यो पनि मन्दिर यो त अब भित्रको त घामलाई सब मान्छेहरू साथी बनाएर आइरहेको हुन्छन् ममा चाहिँ छङ एक्लै घुम्न आइदिएर
ए साथीहरू मैले बसन्तपुरको सर्र पारेर ओभरअलमा सबै के अरे देखाइसकेँ म तपाईँहरूलाई होइन। अब चाहिँ एकछिनमा चाहिँ मेरो साथी आउँछन् नि दुर्गा। अनि फेरि केही नास्ता केही खानु छ भने खान्छौँ। अनि फेरि टाप्सिङ घर रुममा फेरि चाहिँ विशाल बजार जोडभन्दा पनि यो बजार चाहिँ विशाल बजार हो, जहाँ कि सामानहरू धेरै एक्सपेन्सिभ हुन्छ नि। एक्सपेन्सिभ उतातिर त न्युयोर्कतिर त हाल्छ ठिक पाइन्छ, यतातिर त लास्ट एक्सपेन्सिभ हुन्छ क्या। 100 रुपियाँको यतापट्टिको बसन्तपुर भयो भने यतातिर चाहिँ विशाल बजार। सो विशाल बजारको भ्रमण पनि भयो, तर सपिङ चाहिँ गर्ने होइन। फेरि म किन गर्ने, पछि गाउनुपर्छ। यो मन्दिर पनि राम्रो छ। एउटा कुरा मैले यो काठमाडौँमा बुझ्न नसकेको कुरा भनेपछि यो पाटनमा भयो, भक्तपुरमा म गएको त छैन, त्यही पनि के यो पूजा चाहिँ नगर्ने फेरि होइन, पूजा चाहिँ नगर्ने, तर यो ठुला यस्ता मन्दिरहरू बनाएर चाहिँ सजाउने के, सजाएर राख्ने। किन राख्छु होला सोध्छु म फेरि। मतलब यस्तो के यस्तो घरहरू घरहरू त होइन यो पक्कै पनि, भित्र मन्दिरहरू आजभोलि कुनै ठाउँमा नि, तर नेवारहरूको घर हुन्छ नि, नेवारहरूको घर पनि त्यस्तै हुन्छ। अनि तर जे भए पनि राम्रो छ। यो बसन्तपुरमा मात्रै लगभग धेरै त म भन्न सक्दैन, लगभग त्यस्तै तपाईँको 25-30वटा त मन्दिर त हुन्छ, छ होला सायद मेरो विचारमा। बसन्तपुर मलाई साथीहरू एकजना मान्छे आउँदैछन्, यो हरामी मान्छे जो मलाई अहिलेसम्म वेट गराउने 1 घन्टा अगाडिबाट मैले देखिसकेँ। दुर्गा 1 घन्टासम्म मलाई वेट गराएर हेर न। हेर्नु साथीहरू, अब चाहिँ के भन्छन् त्यो अघिबाट मलाई फोन गरेर छिटो आऊ भनेर मलाई सक्क बोलाएर, अनि म चाहिँ सानो आइहालेँ। मलाई यति घन्टा वेट गराउने मान्छे देखाउँछु म अब। इन्डियन 1 नम्बरको हरामी मान्छे। हेर्नुहोस् त, बाहिर देशका मान्छेहरू आएर कति राम्रो गाइरहन् हेर त। वाह, यो भनेको सच्चा भक्ति।